यहाँहरू सबैमा नमस्ते अनि स्वागत छ नयाँ भिडियोमा। आज म यहाँहरूमा एकजना भाइको कलालाई प्रस्तुत गर्ने प्रयासमा छु। त्यसैले म भाइलाई भेट्नको लागि भाइको एरियातिर प्रस्थान गरिरहेको छु र भाइलाई भेटिसकेपछि पक्कै पनि भिडियो बन्नेछ। बाँकी भिडियोबाट हेर्दै गर्नुहोला, साथ सपोर्ट गर्दै गर्नुहोला। म आफ्नो कलाको घाँटीको आवाज मेरो बोलीको आवाज Forchester, the Triple A, the Randy Orton. You were the World State Champion, man, the Wrestling Heavyweight Champion, Undertaker, Forchester, Triple H, Mr. Kennedy McMahon. भाइ के छ खबर? नमस्कार दाइ, ठिक छ? नमस्ते, आरामै छौ? आरामै छु दाइ। अनि भाइसँग धेरै दिनदेखि भेट्ने इच्छा थियो। फाइनली आज भाइसँग हाम्रो भेटघाट भइसकेको छ। अनि सबै ठिकठाक छ नि भाइ, हैन? ठिक छ दाइ, हजुरसित नि भेटघाट हुने निको धेरै भयो। फोनमा मात्रै कुराहरू पनि भेट हुन पाइएन। अहिले चाहिँ आफ्नो छुट्टीमा भेट भइएछ। अब परदेशमै बसिएछ, काम गरिएछ। यस्तै छ दाइ। अरु भाइसँग त धेरै प्रतिभाहरू, कलाको खानी जस्तो मलाई लागिरहेछ, हैन? मैले धेरै पटक भाइलाई देखेको छु, सुनेको छु र आज मैले फाइनली भाइलाई भेटेर यसरी तपाईसँग कुराकानी गर्न पाउँदा मलाई एकदमै खुसी लागिरहेको छ, हैन? हजुर दाइ। सो तपाईले धेरै चराचुरुङ्गीको आवाजहरू पनि निकाल्न सक्नुहुँदो रहेछ। अन्य धेरै बिस्तारै प्रस्तुत गर्दै जाउँला ती तपाईका कलाहरूलाई। हजुर। सुरुमा भाइले के को आवाज निकाल्न चाहनुहुन्छ? म कस्तो मान्छे हो नि, म पनि अब आफ्नो गाउँघरमा पहाडमा बसेर हिँडेको हुर्केको, चराहरू कराउने, बाख्राहरू कराउने, कुखुराको चल्लाहरू कराउने, अब भैँसी कराउने, राँगो कराउने सबै मैले आफै बुझेर म आफ्नै सिपमा आफै गरेको। अब मलाई आउँछ, धेरै नआउने, थोरै पनि आवाज आउँछ। अब साथीभाइहरूलाई सुनाउनलाई त्यति ठुलो कुरो पनि होइन, सुनाउने आफ्नो कलाहरू, होइन? अब यस्तै छ। अब म पनि अब परदेशमा आएको, हजुर पनि परदेशमा आएको, परदेशमा बसेर साथीभाइहरूसित रुममा बसेर रमाइलोको लागि बसेर खाँदाखेरि, राम्रो व्यवहार गर्दाखेरि, बस्दाखेरि अब सुनाएर हजुरले यति राम्रो भाइ तिम्रो कला छ, अब यसो आउनु बसौँ हामी पनि युट्युबमा जाऊँ भनेर सुनाउन पर्छ भनेर म पनि हजुरसित अब आएको हो। हो नि त भाइ। अनि यसरी तपाईँभित्र यति राम्रा कलाहरू छन्, होइन? हजुर। यो कलालाई हाम्रो दर्शक महानुभाव माझ पुर्याउन पाइयो भने त राम्रो हो नि त। आफूभित्र भएको कलालाई हामीले लुकाएर राख्ने होइन के, प्रस्तुत गर्ने हो, होइन? जे छ जस्तो छ त्यो तपाईँभित्रको प्रतिभा हो, गुम्स्याएर राख्ने चिज होइन कला भन्ने कुरा, त्यो देखाउने कुरा हो। र आज भाइसँग यसरी भेटघाट गर्न पाउँदाखेरिमा मलाई पनि असाध्यै खुसी लागिरहेको छ। र भाइले एकदमै राम्रो चराचुरुङ्गीको आवाजहरू निकाल्नु रहेछ। सुरुमा के को आवाज निकाल्न चाहनुहुन्छ? म एकचोटि फिस्टीको आवाज निकाल्न चाहन्छु। ओके, सुरु गर्नु होला है। अरे वाह, यो भनेको एउटा फिस्टेको आवाज निकालेको। हजुर। तर यो चराहरूको आवाज मैले खासै सुन्न त सुनेको, त्यति नामै थाहा छैन। हजुर हजुर। तर पनि अब फेरि अर्को एउटा डाङ्ग्रेको आवाज निकाल्न चाहन्छु। नेपालको एउटा व्यक्तिगत डाङ्ग्रे हुन्छ नि हाम्रो, हजुर हजुर। राष्ट्रिय चरा जस्तै हुन्छ हाम्रो, त्यसको पनि आवाज निकाल्न चाहन्छु। ओके। अरे वाह भाइ, दामी दामी भाइ, एकदम। ओके पनि हाम्रो दर्शकबिनहरूले यो आवाजलाई, तपाईँको आवाजलाई, तपाईँको कलालाई सम्मान गर्नुहुनेछ। र भाइ दामी रहेछ नि त। अहिलेसम्म तपाईँको यो प्रतिभालाई किन? म एउटा फेरि चराको आवाज निकाल्न चाहन्छु हजुरलाई, होइन? ओके। यो के को? यो भनेको राति कराउँछ भन्छ कि, अब के हो चरा भन्ने अब त्यति मलाई सायद यो तपाईँलाई मलाई थाहा नभयो नि, हाम्रो दर्शकबिनहरूलाई पक्कै पनि थाहा हुन सक्छ। उहाँले यसको नाम लेखिदिनु होला। अनि एउटा फेरि मैले यो भनेको मैले सिर्फ आजको लागि मैले हजुरहरूलाई देखाएको, होइन? हजुरलाई सुनाएको। हजुर। एउटा मेरो आवाज भनेको कस्तो छ नि, लास्ट आवाज मेरो एकदम कस्तो छ नि, म एउटा जब मान्छे बित्छ नि,
हजुर हजुर गाडीमा हालेर लिएर जान्छ, छता राखेर हुन्छ कि बोकेर लिएर जान्छ, त्यो शङ्ख पनि मैले बजाउन सक्छु क्या है हातैले। त्यस्तो म त्यो पनि बजाएर तपाईँ त देखाइदिन्छु। कलाको खानी भो रहेछ नि त ओके, भाइ राजा। मैले त्यो शङ्ख पनि मैले एकदम बजाएर देखाउँछु, तर साथीहरूलाई कस्तो लाग्छ मेरो आवाजहरू कलाहरू, उहुँ, राम्रोलाई राम्रो, नराम्रोलाई नराम्रो होइन, पक्कै तर पनि पनि होइन, पक्कै म पनि। एकचोटि ट्राई हानिदिन्छु, हस् सुनाउँछु, हस् सुन्नु होला है। ओके। खतरा भाइ खतरा मेरो हो। खतरा दामी है। अब यस्तै छ हामी परदेश साथीहरू। ल ठिक छ भाइ, एकदमै तपाईँभित्र कलाको खानी रहेछ भाइ। अझै राम्रोसँग मैले अहिले तपाईँलाई बुझ्न पाएँ होइन। अनि सबै ठिकठाक छ नि भाइ होइन, समय राम्रै घर चलिरहेको छ। परिवार ठिकै छ, आफ्नो परिवार उहुँ, घरमा अब परदेश आइएछ, पहिलोचोटि विदेश हिँडेको हजुर हजुर राम्रै छ। अब पोखरा काठमाडौँतिर पनि साथीहरूले ल यस्तो कला देखाउन पर्छ भन्ने गर्नुभएको थियो, तर पनि मलाई शर्मा लाग्छ र अनि त्यही भएर मैले होइन नि नगरेर। भाइ, आफ्नो आफूभित्र भएको कलालाई देखाउनको लागि हामी लजाउनु हुँदैन, शर्माउनु हुँदैन होइन। तपाईँमा यति भरपुर कलाले भरिएको छ नि भाइ तपाईँभित्र। तपाईँले सायद आफ्नो यात्रा सुरुवात गर्नुभएको भए पनि तपाईँ नेपालमै कलाकारिता क्षेत्रमा केही गर्न सक्ने खालको प्रतिभा मैले तपाईँमा देखेको छु। शर्मा र लाग्ने, भाइ कसैले नदेखाउने भन्ने त्यही कुरो लाज हो। नै लाजै हाम्रो ठुलो सबैभन्दा हो, ठुलो शत्रु हो भाइ। हामी शत्रु हो। लजाउनु राम्रो काम गर्नको लागि र आफूभित्र रहेको कलालाई देखाउनको लागि कहिले पनि लजाउनु हुँदैन। जस्तै हामी हाम्रो दुःख सुख दिनचर्या चलाउनको लागि जति हामीले मेहनत गर्छौँ नि, कि हामीले त्यो मेहनत गर्न लजाएर चल्छ र हाम्रो जिन्दगी चल्दैन नि। हामी दाजुभाइ भेट हुन पाएका छौँ र जे होस् भाइ। मलाई एउटा कस्तो कुरो लाग्छ नि, म एउटा भाइरल भाइरल त कुरो कस्तो छ नि मेरो, म एउटा रेस्लिङको आवाज, चाहे इङ्ग्लिस बोल्न नजाने चाहे जाने होइन, तर रेस्लिङको आवाज मैले कति साथीहरूलाई पोखरामा बसेर सुनाएँ, कति मैले स्याङ्जामा सुनाएँ, कति काठमाडौँमा साथीहरूलाई सुनाएँ मैले एउटा रेस्लिङको, म आफ्नो कलाको घाँटीको आवाज, मेरो बोलीको आवाज म सुनाउँछु भनेर सब साथीहरू मसित एकदम रिस्पेक्ट गरेर भाइ त्यही कुरो निकाला, त्यही रेस्लिङको कुरा। Mr. Kennedy McMahon Manager, WW SummerSlam Champion at the Wrestling Heavyweight Champion. Mr. Kennedy McMahon Manager, WW SummerSlam Champion at the Wrestling Heavyweight Champion. Undertaker, the 40 star, the Triple A, the Wrestling Heavyweight Champion, match, the Liar Chair, the everybody at the Wrestling Heavyweight Champion match, the Randy Orton. You were the Wrestling Champion, match, the Wrestling Heavyweight Champion, Undertaker, 40 star Triple A, the one-on-one, the Wrestling Heavyweight Champion, the man of the match, the Heavyweight Champion match, Mr. Kennedy McMahon. वाह भाइ वाह, सेम टु सेम भाइ वाह। दामी दिनुभयो भाइ होइन। कस्तो लाग्छ है, अब यस्तै हो। अब दामी भाइ दामी। हामी पक्कै पनि हाम्रो दर्शक महानुभावहरूले तपाईँको यो आवाजलाई, तपाईँको यो कलालाई, तपाईँको यो गलालाई सम्मान गर्नुहुनेछ, माया गर्नुहुनेछ भन्ने मैले विश्वास गरेको छु। Mr. John Cena, Triple H, the Randy Orton. Here in the Wrestling Hero Alliance Champion match, the WW SummerSlam Champion match, the Heavyweight Champion match, Mr. John Cena. वाह I like him reigning his champion match, the Wrestling Heavyweight Champion, Mr. Undertaker, Rey Mysterio, one-on-one, the weekend with Pooh. अरे वाह भाइ, वाह वाह, दामी दामी भाइ दामी। म चल्लो कराइदिन्छु सानो कुखुराको होइन। ओके भाइ, अब त्यहाँ बस्यो अनि पछि हामी दाजुभाइ हुन्छ बसेर पक्कै पनि हामी पछि पनि भेट्नेछौँ। हामी यो पहिला चाहिँ कुखुराको चल्लाको हजुर, आवाज भयो होइन। पहिला हामी वन कुखुरा मार्न जाँदाखेरि के हाम्रो गाउँतिर वनतिर जाँदाखेरि टक्क म वनमा गएर छेउमा गएर यस्तो चल्लो कराइदिन्थेँ क्या। अनि फेरि भाले पोथ्यौरी आउने के माथिबाट झरेर के खोज्दै झऱ्यो कि भनेर। अनि हाम्रो एउटा गुरुङ भाइ थियो के, अनि उहाँले गुदेली तानेर क्या ढ्याक्का ढ्याक्का पड्काउने के, यस्तो के गुदेलीले हानिन्थ्यो क्या हामीले। त्यस्तो है। हामीले यस्तो हानिन्थ्यो गुदेलीले टक्क
म चल्लो गराइदिन्थेँ अनि भाले पोथी अनि बुटाबाट झरेर आउँथ्यो के